नमस्ते। हामी कहाँ छौँ धनराज आज? हामी यहाँ नामसन खोङनमा छौँ। यो कोरियाको राजधानीको नामसन टावरमा छौँ हामी। कोरियाको बसाइ कस्तो लागिरहेछ त तँलाई? एकदम बिन्दास। सबैले यहाँ कोरिया आउनु भन्न चाहन्छु। विशेष गरी हाम्रो आज लामो समयपछि भेट भयो। विभिन्न कामको सिलसिलामा कहिले मेरो छुट्टी नमिल्ने के कहिले तिम्रो एकै समयमा नमिल्ने हुनाले अलि भेट नसकेन। त्यो 6 महिनापछि भेटेको छ। कस्तो लाग्यो? एकदम खुसी लागिरहेछ। आफ्नै गाउँको मान्छेलाई भेट्दा एकदम खुसी लाग्यो। अनि फेरि नयाँ कोरिया आउन चाहने साथीहरूलाई के भन्न चाहनुहुन्छ? छिटो आउनु भन्न चाहन्छु। अहिले त इस्यु प्रक्रिया पनि चलेको थियो। कतिजनाको इस्यु भयो। जो अब आउनेवाला छन् सबै र नयाँ जो पढ्दै हुनुहुन्छ उनीहरूले तयारी कसरी गर्दा पास होला जस्तो लाग्छ तिमीलाई? तयारी त बेसरी गर्नुपर्छ है। कोरिया आउनलाई सजिलो छैन। कम्तीमा दिनरात मेहनत गरेर कोरिया आउन भन्न चाहन्छु होइन। मैले त 15,000सम्म मिनिङ याद गरेको नराठी भन्दा तिमीले कति हजार जति मिनिङ याद गरेको थियो कोरियाको? त्यही होला मेरो पनि 15-20 हजार मिनिङ के होला मैले पनि। ल साथीहरू त्यसो भए नयाँ आउनु साथीहरूले कम्तीमा 15,000 अथवा 10देखि माथि नै याद गर्नुपर्छ उसरी है। 15,000सम्म मिनिङ याद भयो भने करि अभ्यास गऱ्यो भने अलिक काफी हुन्छ। खाली क्लास जाने आउने त्यो मात्रै गरेर त हुँदैन। अलि पास भइसकेपछि पनि के चाहिन्छ जस्तो लाग्छ कोरिया आउनलाई? ल भन्न त। पास भइसकेपछि पनि लकले पनि काम गर्नुपर्छ भन्न चाहन्छु। लक यो बेला साथीहरू जस्तै अब पास भयो, हामी पास भइसकेपछि स्किल टेस्ट पनि पास भइसक्यो नि। भइसकेपछि जब हाम्रो हुन्छ के भन्छ इस्यु डेट हुन्छ, इस्यु डेटमा लक भयो भने इस्यु ट्यागको इस्यु हुन्छ। जस्तै यहाँ कोरियामा 1जनालाई चाहिएको छ कामदारमा नभनेपछि त्यहाँबाट 3जनाको नामावली दिएको हुन्छ। 3जनाको नामावलीभित्र 1जना छिर्नु पऱ्यो। त्यो भनेर लक हो कि? अनि उसले कसरी सिलेक्ट गर्छ त्यो हो। त्यसैले हामीले अलिकति भगवानमा पनि विश्वास गर्नुपर्छ। जहिले पनि भगवानलाई सम्झनु पनि पर्छ। सकारात्मक हिसाबले आस्तिक पनि हुनु पऱ्यो। त्यसपछि हाम्रो लक कति छ त्यसले डिपेन्ड गर्छ। पढाइ निकै गर्नु होला। मेहनत गऱ्यो भने भगवानले पनि तपाईँको मेहनतलाई सम्झेर मजाले तपाईँको पनि इस्यु हुनेछ। तपाईँ पनि कोरिया आउन सक्नुहुनेछ भन्न चाहन्छु। यो कोरियाको राम्रो पक्ष भनेको के लाग्छ तिमीलाई? ल भन्नु त। राम्रो पक्ष भनेको यहाँको नियम हो होइन। नियम र यहाँको श्रमको एकदम सम्मान हुन्छ यता। त्यही काम गरे बापत पैसा पनि हुन्छ। गरे बापत पैसा राम्रो हुन्छ। यताको अनुशासन यताको मान्छेहरू देख्यो भने एकदम अनुशासित, एकदम आफैले पनि लाज लाग्ने कि आफैले पनि अनुशासित बस्नुपर्ने त्यस्तै। त्यसैले पनि यो खुसी लाग्छ। ल तपाईँहरू पनि आउँदै गर्नु होला। सबै बढीभन्दा बढी तपाईँहरूको पनि इस्यु होस्। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना छ है। ल धन्यवाद।